हेलो साथीहरू नमस्कार। सपनामा हनुमानजी देखेमा के हुन्छ त? सपनामा हनुमानजी देखेमा यसको अर्थ तपाईँको धार्मिक आस्था, बल, साहस र सुरक्षासँग सम्बन्धित हुन सक्छ। विभिन्न अवस्थामा हनुमानजी देख्दा फरक अर्थ लाग्न सक्छ। 1 नम्बरमा हनुमानजी मुस्कुराइरहेको देखेमा तपाईँलाई ठुलो सफलता मिल्ने सङ्केत हो, साथै तपाईँले गर्ने कामहरूमा सफलता मिल्नेछ। 2 नम्बरमा हनुमानजी क्रोधित देखेमा तपाईँ कुनै गल्ती गर्दै हुनुहुन्छ, सचेत रहनुहोला। तपाईँलाई तपाईँका कर्महरू सुधार्न सन्देश दिन खोजिएको हुन सक्छ। 3 नम्बरमा हनुमानजी उडिरहेको देखेमा तपाईँको जीवनमा सकारात्मक परिवर्तन आउन सक्छ, साथै ठुलो सफलता वा यात्राको सङ्केत हुन सक्छ। 4 नम्बरमा हनुमानजी तपाईँले आशिष दिँदै गरेको देखेमा तपाईँको जीवनमा रक्षा र आशीर्वाद प्राप्त हुनेछ, साथै तपाईँको जीवनका समस्या समाधान हुने सङ्केत पनि हुन सक्दछ। साथीहरू 5 नम्बरमा हनुमानजी मन्दिरमा देखेमा तपाईँको आध्यात्मिक उन्नति हुनेछ, साथै तपाईँको मनोकामना पुरा हुन सक्दछ। 6 नम्बरमा हनुमानजीलाई राम भक्तिमा देखेमा तपाईँको भक्तिभाव अपनाउन सक्ने सङ्केत गरिन्छ, साथै तपाईँको जीवनमा शक्ति सन्देश आउन सक्छ। सपनामा हनुमानजी देखेमा हनुमान चालिसा पढ्नुहोला, राम्रो हुनेछ।